हाम्रो आन्दोलन जारी छ। हाम्रो आन्दोलन जारी छ। नेपाल शिक्षक महासंघ जिन्दाबाद। शिक्षक कर्मचारी एकता जिन्दाबाद। शिक्षक कर्मचारी एकता जिन्दाबाद। शिक्षक कर्मचारी एकता जिन्दाबाद। शिक्षक कर्मचारी विरोधीहरू होशियार। शिक्षा ऐन विरोधीहरू होशियार। शिक्षकहरूको आन्दोलन 7औं दिनमा प्रवेश। माग पूरा नभएसम्म संघर्ष जारी रहने। विभिन्न मागहरू राख्दै देशभरका शिक्षकहरूले थालेको आन्दोलन आज 7औं दिनमा प्रवेश गरेको छ। सरकारले मागहरूलाई बेवास्ता गरेको भन्दै शिक्षकहरूले आज पनि सडकमा उत्रिएर सांकेतिक विरोध प्रदर्शन गरेका छन्। लगातार 7 दिनदेखि आन्दोलित शिक्षकहरूले आफ्नो आन्दोलनलाई थप चर्काउँदै हरेक दिन फरक फरक शैलीमा विरोध प्रदर्शन गरिरहेका छन्। आज शिक्षकहरूले सडकमा नै नाचगान गर्दै सरकारको ध्यानाकर्षण गराउने प्रयास गरे। उनीहरूले विभिन्न लोकगीत तथा शिक्षकका पीडा र मागहरू समेटिएका गीतहरू गाउँदै सांकेतिक रूपमा सरकारको नीतिको विरोध जनाएका थिए। आन्दोलनरत शिक्षकहरूले शिक्षा ऐन 2080 को कार्यान्वयनमा ढिलाइ, अस्थायी शिक्षकहरूको स्थायी प्रक्रिया सुरु गर्नुपर्ने, विद्यालय कर्मचारीहरूको उचित व्यवस्थापन र शिक्षकहरूको तलब तथा सेवा सुविधामा वृद्धि लगायतका मागहरू राखेका छन्। उनीहरूले सरकारले आफ्ना मागहरूलाई गम्भीरतापूर्वक नलिएको आरोप लगाएका छन्। आजको प्रदर्शनमा बोल्दै एक शिक्षक अगुवाले भने, हामी 7 दिनदेखि शान्तिपूर्ण रूपमा आन्दोलन गरिरहेका छौं। हामीले सरकारलाई हाम्रा समस्याहरू बुझाउन हरसम्भव प्रयास गरेका छौं। तर दुःखको कुरा सरकारले हाम्रो आवाज सुनेको छैन। यदि सरकारले अझै पनि हाम्रा मागहरूलाई बेवास्ता गरेमा हामी थप सशक्त आन्दोलन गर्न बाध्य हुनेछौं। शिक्षकहरूले प्लेकार्ड र ब्यानरहरू बोकेर सरकार विरुद्ध नाराबाजी समेत गरेका थिए। उनीहरूले शिक्षा क्षेत्रलाई प्राथमिकता दे, शिक्षकका मागहरू पूरा गर, अस्थायी शिक्षकलाई स्थायी गर जस्ता नाराहरू लगाएका थिए। यसअघिका दिनहरूमा शिक्षकहरूले धरना, प्रदर्शन, र्याली जस्ता विभिन्न विरोध कार्यक्रमहरू आयोजना गरेका थिए। उनीहरूले शिक्षा मन्त्रालय र स्थानीय तहका शिक्षा कार्यालयहरूमा ज्ञापन पत्र समेत बुझाएका छन्। शिक्षकहरूको यो लगातारको आन्दोलनले विद्यालयहरूको पठन पाठनमा समेत असर पुगेको छ। धेरै विद्यालयहरूमा नियमित कक्षा सञ्चालन हुन सकेको छैन। यसले विद्यार्थीहरूको भविष्यप्रति चिन्ता बढाएको छ। अहिलेसम्म सरकार र शिक्षकहरूबीच कुनै ठोस वार्ता हुन सकेको छैन। शिक्षकहरूले आफ्ना मागहरू पूरा नभएसम्म आन्दोलन जारी राख्ने अडान लिएका छन्। अब सरकारले शिक्षकहरूको मागलाई कसरी सम्बोधन गर्छ र यो आन्दोलनले कस्तो रूप लिन्छ त्यो हेर्न बाँकी छ। शिक्षक कर्मचारी एकता जिन्दाबाद। शिक्षक कर्मचारी एकता जिन्दाबाद। शिक्षक कर्मचारी एकता जिन्दाबाद। शिक्षक कर्मचारी विरोधीहरू होशियार। शिक्षा ऐन विरोधीहरू होशियार। हाम्रो आन्दोलन जारी छ। शिक्षा ऐन विरोधीहरू होशियार। शिक्षक कर्मचारी विरोधीहरू होशियार। हाम्रो नेता